बिरयानी बनाउनको लागि मैले लिएको छु 2 केजी जति चामल हेर्न सक्नुहुन्छ गाइज। यो हो बासमती राइस, एकदम लामा लामा सिधा हुन्छ। तो अब 2-3 चोटि मैले पखालिसकेँ। सो गाइज यसलाई हामीले एकदमसँग पानीमा भिगाएर यसपछि हामीले मजासँग यसलाई मेरिनेट गर्नुपर्छ, मजाले मकल्नुपर्छ। सो गाइज हाम्रो बिरयानी रेडी भइसक्यो। अब हामीले यसलाई सर्भ गर्छौँ अनि त्यसपछि म तपाईँलाई बताउँछु कस्तो टेस्टी छ। सो गाइज फाइनली हाम्रो बिरयानी रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ तपाईँले। अनि मैले पस्केको छु। माई युट्युब फ्यामिली, सो वेलकम ब्याक टु माई युट्युब च्यानल द मोडर्न घरती। सो गाइज स्वागत छ तपाईँलाई मेरो च्यानलमा। अनि कस्तो हुनुहुन्छ तपाईँ? आई होप कि सन्चै हुनुहुन्छ होला गाइज। सो गाइज म पनि सन्चै छु। अहिले गाइज इभिनिङको भएको छ 4:30 अनि आज स्पेसल ब्लग बन्दैछ बिकज गाइज आज म बनाउँदैछु चिकन बिरयानी आफ्नो स्टाइलमा। सो गाइज एकदम इन्ट्रेस्टिङ ब्लग हुनेवाला छ। तपाईँलाई मेरो स्टाइलमा चिकन बिरयानी मनपर्छ भने लास्टमा मेरो ब्लग हेरिदिनु होला। सो गाइज आजको ब्लग धेरै रमाइलो हुनेछ। सो अहिले गाइज म छु आफ्नो घरको पछाडि। सो गाइज धेरै गर्मी भएको छ हाम्रो ठाउँतिर, अनि तपाईँको ठाउँतिर कस्तो छ? सो गाइज अब स्टार्ट गर्छौँ यो ब्लगलाई। अनि जति पनि मेरो च्यानलमा नयाँ आउनुहुन्छ गाइज सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई र बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। सो गाइज सुरुमा धनिया लसुनको पेस्ट हाल्यौँ गाइज, अनि 1 टिस्पुन हाल्यौँ हामीले हल्दी, अनि 1 टिस्पुन हाल्दैछौँ हामीले धुलो खोर्सानी, 1 टिस्पुन हाल्दैछु मैले धनियाको पाउडर। सो गाइज अब मैले हाल्दैछु यसमा काकती। यसरी तपाईँले फ्रेस काकती हालेपछि एकदम राम्रो बासना आउँछ गाइज। सो हेर्न सक्नुहुन्छ मैले निचोडेर हाल्दैछु। मैले यसको बीज पहिले नै निकालिसकेँ। सो मैले एउटा काकती पुरै नै हालिदिन्छु। सो गाइज 1 टिस्पुन मैले स्वादअनुसार हाल्दैछु नुन। तपाईँले आफ्नो अकर्डिङ हाल्नु होला, तपाईँलाई कतिको मनपर्छ। सो गाइज मैले हाल्दैछु यो हो मिट मसाला। तपाईँले बिरयानी मसाला पनि हाल्न सक्नुहुन्छ, तर म हुने अहिले मिट मसाला अभाइलेबल छ। सो गाइज मैले हाल्दैछु अहिले मिट मसाला। सो गाइज यसपछि हामीले मजासँग यसलाई मेरिनेट गर्नुपर्छ, मजाले मकल्नुपर्छ। सो हेर्न सक्नुहुन्छ यहाँ तपाईँले दही भइदिएको भए एकदम राम्रो हुने थियो, तर दही हुने अहिले छैन। त्यही भएर हामीले यसलाई मजाले मकल्नुपर्छ मेरिनेट गर्नको लागि। सो गाइज हामीले अलि त हाल्दैछौँ यहाँ तोरीको तेल, अप्सनल छ तपाईँ भयो। सो गाइज तोरीको तेल हाल्ने अप्सनल छ, तपाईँले हाल्न सक्नुहुन्छ, स्किप पनि गर्न सक्नुहुन्छ, तर यसरी एकदम राम्रो मेरिनेट हुन्छ चिकनमा। सो गाइज यो हो बिरयानीको लागि बनाएको चिकन मेरिनेट भएर मजासित हामीले मक्लिसक्यौँ गाइज, हेर्न सक्नुहुन्छ। अब यसलाई मैले केही 10-15 मिनटसम्म यसलाई मैले यसरी नै मेरिनेट गरेर राख्छु, हेर्न सक्नुहुन्छ। गाइज हेर्न सक्नुहुन्छ मैले चिकन बिरयानीको लागि चिकन मेरिनेट गरिसकेँ। अनि यो मैले सबै अरू अगाडिको प्रोसेसको लागि सबै मरमसालाहरू रेडी गरिसकेको छु, हेर्न सक्नुहुन्छ गाइज तपाईँले। अब यसलाई हामीले मेरिनेट गरेर 15 मिनट जति यसरी नै राख्नुपर्छ गाइज। सो तपाईँलाई कस्तो लाग्छ मैले बनाएको बिरयानी? सो अगाडिसम्म वच गरिदिनु होला। अनि यो मैले प्याज काटिसकेँ, हेर्न सक्नुहुन्छ गाइज। सो फाइनली गाइज बिरयानीको लागि चिकन एकदम रेडी भइसक्यो। बिरयानी बनाउनको लागि मैले लिएको छु यहाँ 2 केजी जति चामल, हेर्न सक्नुहुन्छ गाइज। यो हो बासमती राइस, एकदम लामा लामा सिधा हुन्छन्। सो गाइज फर्स्ट अफ अल हामीले यसलाई धोएर भिगाएर राख्नुपर्छ। दाल सो गाइज हामीले फर्स्ट अफ अल यसलाई राम्रोसँग वास गर्नुपर्छ। मैले अलरेडी नै पहिले एकचोटि पखालिसकेँ, हेर्न सक्नुहुन्छ गाइज। सो अब 2-3 चोटि मैले पखालिसकेँ। सो गाइज यसलाई हामीले एकदमसँग पानीमा भिगाएर सो गाइज यसरी नै यसलाई पानीमा भिगाएर हामीले राख्नुपर्छ। अनि यसलाई मैले रेस्टमा राख्छु। सो गाइज हामीले अब यसलाई रेस्टमा राख्छौँ, हेर्न सक्नुहुन्छ एकदम साफ भइसकेको छ। अब यसलाई मैले सेफ ठाउँमा राख्छु। सो फाइनली गाइज बिरयानीको लागि चिकन एकदम रेडी भइसक्यो। अनि हेर्न सक्नुहुन्छ अनि हाम्रो राइस पनि रेडी भइसकेको छ। अनि हाम्रो राइस पनि एकदम रेडी भइसकेको छ। अब हामीले यसलाई एकदम मिक्स गर्नुपर्छ। सो गाइज हाफ मैले यसमा सिफ्ट गर्छु। सो गाइज हेर्न सक्नुहुन्छ एकदम राम्रोसँग हाफ राइस मैले यसमा राखेर यसलाई
जति पनि राइस थियो यता सिफ्ट गरिसकेँ। सो फर्स्ट अफ अल गाइज हामीले हाफ मात्रै राख्नुपर्छ अनि त्यसपछि मैले एड गर्दैछु घिउ। तपाईँले अप्सनल छ गर्न सक्नुहुन्छ। सो गाइज 1 टीस्पून हामीले माथिबाट फर्स्ट अफ अल हामीले घिउ मिक्स गर्दैछौँ है। मजासँग हामीले घिउ हाल्नुपर्छ अनि त्यसपछि हामीले एड गरिरहेछौँ मासु। बिस्तारै हामीले माथिबाट मासु एड गर्नुपर्छ, लेयर टु लेयर। सो गाइज हामीले माथिबाट मासु एड गरिसक्यौँ। अब हामीले अनि फेरि हामीले यसको पुरा राइस एड गर्नुपर्छ। हुने कोही क्यामेरा समात्ने लागि छैन, त्यही भएर मलाई हल्का अप्ठ्यारो भइरहेको छ अनि मैले यसलाई पहिला एड गर्छु। सो फाइनली गाइज मैले सेकेन्ड लेयर पनि फिल गरिसकेँ। अब हामीले सबै मासु यसको राख्नुपर्छ। सो गाइज आस्नाबाट लगेरसम्म माथिसम्म मासु फिल भइसक्यो। अब पालो छ यसमा यो हल्का हरा पुदिना हाल्नुपर्छ हामीले अनि त्यसपछि हाल्नुपर्छ हामीले यो अदरकको स्लाइस अनि गाइज त्यसपछि हामीले हाल्नुपर्छ यो हल्का रोस्ट गरेको प्याजको रोस्ट गरेको यो मजासँग अनि त्यसपछि हामीले यो पनि मिक्स गर्नुपर्छ गाइज। सो गाइज बिरयानीमा सबै कुरा एड भइसक्यो। अब मैले हाल्दैछु यो लेमनको स्लाइस पनि। अहिले यहाँ लाइटको प्रब्लम छ गाइज, किनकि अँधेरा भइसक्यो अनि त्यही भएर हल्का केही खासै क्लियरिटी देखिरहेको छैन। सो गाइज यसरी हामीले अहिले यसलाई हालिसक्यौँ। अब हामीले लगाउनुपर्छ यसलाई दम। सो फर्स्ट अफ अल गाइज दम लगाउनुको लागि एउटा सिक्रेट छ जो मैले गर्छु। त्यसको लागि फर्स्ट अफ अल मैले यसमा लिन्छु एउटा कोइला। सो गाइज फर्स्ट अफ अल मैले एउटा सानो बोलमा लिएँ कोइला अनि त्यसपछि हामीले 1 टीस्पून राख्नुपर्छ हामीले यसमा घिउ है गाइज। अनि घिउ हाल्ने बित्तिकै यो जो बास्ना छ नि यो हाल्नुपर्छ हामीले एकदमसँग यहाँ और एकदमसँग हामीले यहाँ छोप्नुपर्छ है सडनली। अनि अब हामीले लगाउनुपर्छ यसलाई दम। हेर्न सक्नुहुन्छ। सो अब दममा लगाउनेको पालो छ। सो गाइज बिस्तारै दम लागिरहेछ है। दममा हल्का आगोको फ्लेम कम हुन्छ अनि मैले हल्का धेरै गरेको छु बिकज यहाँ आगो मरिसकेको थियो, त्यही भएर मलाई आगो जलाउनु पर्यो सडनली। सो गाइज बिस्तारै तपाईँले स्लो मोसनमा एकदम कम आँचमा तपाईँले यहाँ दम दिनुपर्छ यसलाई। सो गाइज राति परिसक्यो, हेर्न सक्नुहुन्छ पुरै लाइटहरू जलिसक्यो अनि मेरो यता म छतमा पकाउँछु खानापिना अनि सब लाइट छ। इभिनिङको टाइम भइसक्यो, लाइट अँधेरो भइसक्यो। सो गाइज यसलाई बिस्तारै हामीले दम लगाउँछौँ अनि त्यसपछि म तपाईँलाई देखाउँछु फाइनली हाम्रो बिरयानी रेडी भइसक्यो। अनि हेर्न सक्नुहुन्छ राति पनि भइसक्यो गाइज। सो हेर्न सक्नुहुन्छ यहाँ एकदमसँग हाम्रो बिरयानी एकदमसँग रेडी भइसक्यो गाइज, हेर्न सक्नुहुन्छ। सो गाइज हेर्न सक्नुहुन्छ एकदम राम्रोसँग हाम्रो बिरयानी रेडी भइसक्यो। सो हेर्न सक्नुहुन्छ यो मासु पनि हेर्न सक्नुहुन्छ गाइज। बिरयानी सो गाइज हाम्रो बिरयानी रेडी भइसक्यो। अब हामीले यसलाई सर्भ गर्छौँ अनि त्यसपछि म तपाईँलाई बताउँछु कस्तो टेस्ट छ। सो गाइज फाइनली हाम्रो बिरयानी रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ तपाईँले। अनि मैले पस्केको छु अनि एकदमसँग राम्रो बनेको छ, हेर्न सक्नुहुन्छ तपाईँले। मासु पनि एकदमसँग पाकेको छ अनि राइस पनि एकदम राम्रोसँग निख्रेको बनेको छ। सो गाइज तपाईँलाई यदि यो मन पर्यो भने कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। सो गाइज अहिले लाइट छैन त्यही भएर मैले यस्तै सुट गर्दैछु। क्यामेराको क्वालिटी हल्का विक छ अनि लाइटको प्रब्लम छ। अनि थ्याङ्क यू फर वाचिङ, फर सपोर्ट, बाई बाई।